मिठो भयो भन्नु पर्यो मिठो भयो गुड मर्निङ आज चाहिँ म चाउमिन बनाउनु आँटेको होइन यहाँ चाहिँ मैले नुडल्स चाहिँ बोइल गरेर चाहिँ एकदम रेडी पारिरहेको छु यहाँनिर क्याबेजलाई रफली कट गरेको छु होइन अरू सब्जीलाई पनि रफली कट गरेको छु यहाँ छ खोर्सानी यहाँ छ प्याज यहाँ छ टमाटर होइन यहाँ चाहिँ कराईलाई अब तात्तिनु दिइरहेको छु एकछिन तातेपछि यसमा तेल हालेर त्यसलाई तात्तिनु दिनुपर्छ त्यसपछि चाहिँ पकाउनुपर्छ मसँग ज्यादा इन्ग्रेडियन्ट्स थिएन त्यही भएर चाहिँ मैले यसरी सिम्पल चाउमिन बनाएको तपाईँहरूले पनि पकाएर खान सक्नुहुन्छ ल हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ अब तेल तात्यो होइन तेल तातेपछि चाहिँ मैले यहाँनिर लसुन र प्याज हालेको छु यसलाई चाहिँ बिस्तारै मिडियम फ्लेममा हल्का चाहिँ चलाउँदैछु हेर्नु सक्नुहुन्छ बिस्तारै चलाउनुपर्छ प्याज त हल्का ब्राउन नभएसम्म चाहिँ यसरी एकछिन बिस्तारै बिस्तारै चलाउँदै राखेको छु हेर्नुहोस् यहाँनिर यो चाहिँ लसुन केलाएर यस्तै भइरहेछ हो यहाँ चाहिँ मैले खोर्सानी पनि हालिदिएँ अलिकति होइन यसरी चलाउँछु एकछिन है हेर्नु सक्नुहुन्छ अब यसमा बिस्तारै बिस्तारै सब्जीहरू हाल्दै जान्छु अनि तपाईँहरूलाई देखाउँछु मैले चाहिँ टमाटर पनि हालिदिएँ यसरी बिस्तारै चलाउँछु होइन अब यसमा बिस्तारै मसलाहरू हाल्दै जान्छु अलिक पाक्दै गएपछि एकछिन यसलाई यतिकै पाक्नु दिउँ मैले चाहिँ मसला ससला हालेर यहाँ मात्र कोपी पनि हालिदिएँ होइन अब यसलाई यसरी बिस्तारै चलाउनुपर्छ है यसरी मजाले चलाउनुपर्छ मेरोमा ज्यादा सब्जीहरू थिएन र चाहिँ मैले यतिकै काम चलाएको अलिक बोइल गरेर नुडल्स हालेर चाहिँ मजाले यसरी चलाइदिएको छु होइन माथि अब स्वादअनुसार नुन हाल्नुपर्छ अनि एकछिनको लागि चलाउँदै पाक्नु दिनुपर्छ फाइनली आवर चाउमिन इज रेडी बाई बाई गाइस तपाईँहरू पनि यसरी बनाएर खानुहोस् हाम्रो भाइले चाउमिन पस्किँदैछ उसले खानुलाई हेर्नुहोस् अब मैले सस पनि हालेको थिएँ सबै सस होइन सोया सस त्यो टमाटर ससको भनेको त अब यहाँनिर टेस्ट गरेर भन्छ कस्तो कस्तो भएछ हो अब हेरौँ के भ्लग गरिदिएको ए भनिदिएको मलाई भ्लग गरिदिएको भनेर टेस्ट करो अब बताऊ कस्तो भएछ पनि आइपुगेको छ भाइलाई मैले बनाउनु मैले बनाएको चाउमिन टेस्ट गरिदिएको भाइ टेस्ट करो मिठो भएछ हेलो सबैलाई फलो गरिदिनु होला सबैलाई फलो गरिदिनु लाइक सेयर कमेन्ट चाहिँ नभुलिदिनु होला आमाले खाँदैछ कस्तो भएछ टेस्टी एकदम टेस्टी अब बोजू आउनु हुँदैछ बोजूलाई सोध्नुपर्छ हाम्रो बोजू बोजू कस्तो भयो कस्तो भयो कस्तो भएछ खानेकुरा मिठो भयो भन्नु पर्यो मिठो भयो